भ्लगको नाम बुद्ध सो हो क्या बुद्ध सो हो भरे तिमीहरूको ट्यागको भ्लग आउँछ होइन 6 बजीतिर राति यता सरङगुडको बाटो चाहिँ खत्रै चिसो पनि एकदमै चिसो छ है तर एक्लै चाहिँ चिसो चिसो मौसम पनि छ होइन साथमा एकदमै जाडो छ पोखरातिर चाहिँ न्यानो न्यानो कपडा लगाएर आउनु होला यो अब हामी चाहिँ आफ्नो गऱ्यो है केटाहरू यही हो जाडो छ है घाम ताप्दा नि हुँदैन रास्ता मात्रै अब धारोले चाहिँ कमेन्ट चाहिँ है त्यो टेक्सनमा भराउँछ कि है त्यस्तो खालको ठाउँ छ यहाँ चाहिँ र यो फाइनली हामी चाहिँ यो काठमाडौँ यहाँ चाहिँ एउटा तालमा आइपुगेछौँ हामी चाहिँ है यो मन्दिर भइहालेको रे काशीकोटको यो चाहिँ एउटा ताल हो भनौँ न सानो यहाँ चाहिँ एउटा छुट्टै रहस्य छ यहाँ चाहिँ यो तालमा यहाँ चाहिँ ताल छ मजाको मस्तको ताल छ यहाँ चाहिँ है आकाशबाट आएको पानी भन्छ तर यहाँ चाहिँ माछा पनि रहेछ कि यहाँ त यस्तो पिस छ यहाँ चाहिँ यो चाहिँ सरङकोटको ताल है सरङकोटको ताल यो चाहिँ तपाईँहरूले अहिलेसम्म देख्नु भएको थिएन होला सरङकोटको ताल है डाँडामा यो चाहिँ यति भागमा गरेर चाहिँ बसेको छ यो ताल चाहिँ ल यो चाहिँ सरङकोटको ताल यो तालको नाम के रहेछ काशीकोट ताल हो ताल यहाँ चाहिँ तालै रहेछ है मस्तको ताल यहाँ चाहिँ बर्खामा चाहिँ डेन्जर ठुलो हुँदो रहेछ ताल चाहिँ अहिले चाहिँ यतिको छ है ताल पञ्चमुखी गणेश इन सारङकोट है सारङकोटमा रहेको यो चाहिँ अब हामी बिस्तारै फर्किनु पर्ने हुन्छ है अब लगभग टाइम पनि गइसक्यो लगभग 4 बज्न आँटिसक्यो डाँडा कारण हामी उता गएर आएको के भन्छ काशीकोट है काशीकोटतिर गएर आइसक्यो हामी यो केबल कार कहाँ जाँदो रहेछ यो केबल कार कहाँ जाँदो रहेछ सिधीमा हो सिधी कहाँनिर छ र यहाँबाट त सिधै तल हो र त्यही काम गरिरहेको छ अहिले त छुट्टै मान्छेहरू छ सन्चै यहाँ चाहिँ गणेशको पञ्चमुखी हो यो चाहिँ नेपालको सबभन्दा ठुलो है ल हामी बिस्तारै झर्छु यो यही बनाएको नि यो बनाएको नि यो यही बनाएको कि ऊ त्यो त उसको फलामको होला फलामको त्यो होइन हेर्नु न यो हो र
देखाएको भिडियोमा पहिला त यो त बनाउँदै थियो यार यो सबै पहिला बनाउँदै थियो कि यस्तो बनाउँदै थियो